नमस्कार साथीहरू, आजको भिडियोमा म तपाईँलाई सिकाउन गइरहेको छु कि हाम्रो पात्रबाट 2083 को क्यालेन्डर कसरी हेर्ने। हाम्रो पात्रबाट 2083 को क्यालेन्डर हेर्नको लागि तपाईँहरूले के गर्नुहोला, भिडियोलाई नस्किप गरिकन अन्तिमसम्म हेरिदिनु होला र च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन अन गरिदिनु होला। ल अब लागौ भिडियोतर्फ। हाम्रो पात्र 2083 को क्यालेन्डर हेर्न चाहनुहुन्छ भने भिडियोलाई लाइक गरिदिनु होला। सबैभन्दा पहिला तपाईँहरूले के गर्नुहोला, प्ले स्टोर एप्लिकेसन ओपन गर्नुहोला। यहाँ प्ले स्टोर एप्लिकेसन ओपन गरिसकेपछि यहाँ सर्चमा क्लिक गर्नुहोला। सर्चमा क्लिक गरिसकेपछि यहाँ सर्च गर्नुहोला हाम्रो पात्र सर्च गर्नुहोला। यहाँबाट तपाईँहरू इन्स्टल गर्नुहोला। इन्स्टल गरिसकेपछि फेरि ब्याक आउनुहोला। ब्याक आइसकेपछि तपाईँहरूले फेरि हाम्रो पात्र एप्लिकेसन ओपन गर्नुहोला। हाम्रो पात्र एप्लिकेसन ओपन गर्नुहोला। हाम्रो पात्र एप्लिकेसन ओपन गरिसकेपछि यहाँ के गर्नुहोला, अलिकति स्क्रोल डाउन गर्नुहोला। यहाँ अलिकति स्क्रोल डाउन गरिसकेपछि यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ पात्र लेखेको छ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ लेखेको छ पात्र। यहाँ क्लिक गर्नुहोला। यहाँ क्लिक गर्नुहोला। तब यहाँ क्लिक गरिसकेपछि यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ अहिले चैतको महिना चलिरहेको छ। चैतको अहिले आइरहेको छ। तपाईँहरू फेरि यहाँ के गर्नुहोला, यहाँ तपाईँहरूले यहाँ क्लिक गर्नुहोला। यो वाला एरोमा क्लिक गर्नुहोला। तब तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ रहेको छ वैशाख 2083 को। यहाँबाट हेर्न सक्नुहुन्छ